हेर्नुस् तपाईहरु यहाँनिर सबै यो चिम्नीहरुले भनौं न अब यहाँ माउन्टेनमा आइसकेपछि चाहिँ हैन टक्कसँगले बस्ने बेन्चहरु बनाइदिएको छ हैन छिटिक छिटिक जंगलको साइडमा देख्न सक्नुहुन्छ हेर्नुस् पुरै भएको छ हैन अब यहाँ भित्र चाहिँ एउटा घर छ र म चाहिँ यो घरमा जाँदै छु बाटो देख्न सक्नुहुन्छ हैन यहाँ चाहिँ कफी शप छ एउटा स्पेशल है यो चाहिँ जंगलको बीचमा छ एकदम राम्रो छ Halo. Oh. अब यो जंगलमा चाहिँ यहाँ के पाउँछ त अनि यो भित्र चाहिँ के पाउँछ हेर्नुस् तपाईहरुले है यहाँ यस्तो चीजहरु छ हैन सायद टनल पनि रहेछ यहाँतिर रुडमेक जिरिक्स माइन सायद तल माइन पनि छ है सबै चीजहरु खाका यहाँ चाहिँ बस्ने सिटहरु हैन सबै चीज छ हेर्नुस् तपाईहरु मान्छेहरु बस्नेदेखि लिएर हैन यहाँ चाहिँ अब यहाँ के रहेछ हैन तर यो थाहा छैन अब के लेखेको छैन थाहा छैन हेर्नुस् वाउ अब यो जंगल भित्र पनि एउटा टक्कसँगले बस्ने चीजहरु छ हेर्नुस् तपाईहरु सो अब यहाँ चाहिँ बस्ने चीजहरु छ चारैपट्टि जंगलले घेरेको यो घरलाई चाहिँ हेर्नुस् वाउ यहाँ चाहिँ बस्ने ठाउँ हैन अब यहाँ चाहिँ पानी पनि छ तर यो चाहिँ सायद अब यो कल चल्दैन होला फेरि बिचमा हैन कल धरा छ तर बिचमा छ हेलो हाय हेर्नुस् यहाँ मान्छे राति आएर यहीँ बसेको बाहिरै बसिनु भयो होइन क्याम्पिङ गरेर टक्कसँगले यो घर चाहिँ हेर्नुहुन्छ यस्तो बवाल घर बनाएको छ होइन काठको है हेर्नुहोस्
देख्न सक्नुहुन्छ तपाईहरु यहाँनिर टक्कसँगले। वाउ तपाईहरु देख्न सक्नुहुन्छ। सही छ घर एकदम राम्रो छ। You can see this is wow very beautiful place. You see this up and all everything, and you can see here all trees are covered by since plant, you know, look this. Wow. ल है साथीहरु के छ खबर, सबैजना सन्चै हुन्छ होला। आज चाहिँ म यसो माउन्टेनतिर घुम्नको लागि निस्केको छु हैन, तपाईहरु देख्न सक्नुहुन्छ। म चाहिँ अहिले अब पुरै डाँडातिर घुम्न निस्केको छु। हेर्नुस् अब यो यस्तो रुखहरु कटिङ गरेर यस्तो ब्लुहरु चाहिँ छ हैन। अब यो चाहिँ एकदम ठुलो झाडी छ र म चाहिँ अब अहिले बाटोमा यसरी हिँडिरहेको छु। म चाहिँ अब अलिकति निकै माथि नै छु हैन, र तपाईहरु देख्न सक्नुहुन्छ। It's called adventure. र म ल हेर्नुस् अब यहाँले चराहरू पनि उडिरहेको छ हैन। हाम्रै गाउँतिर जस्तै ठ्याक्कै अब यो घाँसहरू पनि भयो, तपाईहरु देख्न सक्नुहुन्छ। ल हेर्नुस् यो घाँसहरू पनि ठ्याक्कै नेपाल हेरेर हेर्नु पर्दैन, सबै चिजहरू चाहिँ एउटै छ हैन। म चाहिँ अब अहिले युरोपमै आएको छैन जस्तो लाग्छ, मलाई चाहिँ नेपालमै छु जस्तो लाग्छ। ल तपाईहरु देख्न सक्नुहुन्छ है, यहाँले चाहिँ अब यस्तरी रोडहरुमा फ्र्याक्चरमा पुरै घाँसहरू हैन। यो जस्तै अब यो ट्याक्कै यो चाहिँ ल मगर काँचे भन्छ नेपालमा टक्कै हैन, त्यो मगर काँचे जस्तै रहेछ। ट्याक्कै यो चाहिँ त्यस्तै देखिन्छ हैन। अब यहाँ डिफ्रेन्ट हुनसक्छ। ल हेर्नुहोस् म चाहिँ अब यसरी जङ्गल ट्रिप लिएर हिँडेको छु हैन। आज चाहिँ अलिकति जाडोहरू भएर अलिकति ठन्डी जस्तो छ। ठन्डी भएको कारणले गर्दाखेरि मैले चाहिँ अब यो ज्याकेट यसरी लगाएको छु हैन, तपाईहरु देख्न सक्नुहुन्छ। यो चाहिँ मैले हेर्दा बाक्लो जस्तो नि, तर पातलो ज्याकेट हो। र नर्मली पनि आज मेरो चाहिँ यसरी हिँडाइ छ हैन। अब यहाँ चाहिँ टक्कै अब ठ्याक्कै नेपाल जस्तै रोडहरू टक्कसँगले बनाइदिएको छ, मजाले हामी हिँड्नु सक्छौँ हैन। ओह्रालो छ, तर अब यहाँ चाहिँ जो सिक्लिँदैन हैन, जतिसुकै पानी परे पनि त्यस्तै छ। ल तपाईहरु देख्न सक्नुहुन्छ आजको मेरो चाहिँ ट्रिप मैले चाहिँ राखेँ। अब यो यिनीहरू यो चाहिँ अब यो टक्कै नेपाल जस्तो सल्लाह छ हैन। अब यो चाहिँ पुरै हेर्न सक्नुहुन्छ तपाईँहरू। हेर्नुहोस् माथिबाट पुरै तपाईँहरू देख्न सक्नुहुन्छ है। हेर्नुहोस् सायद यसरी अब यी फुलहरू फुलिरहेको छ हैन, मजाले यसरी हेर्नुहोस् राम्रोसँग।